पहिला यो तथ्याङ्क हेर्नुहोस्, महिलाको सहभागिता पछिल्लो प्रतिनिधि सभादेखि लिएर अहिलेसम्मको प्रतिनिधि सभामा कति थियो भनेर यो तथ्याङ्कले देखाउँछ। लगतै यो तथ्याङ्क पनि हेर्नुहोस्, नेपालको कुल जनसङ्ख्याको 15.49 मिलियन तसर्थ 52.3% महिला रहेको छ भने पुरुषतर्फ हेर्दाखेरि 14.13 मिलियन तसर्थ 47.7% पुरुष रहेको छ। राज्यको सामाजिक, राजनीतिक, आर्थिक, कानुनी र अन्य क्षेत्रहरूमा महिलाको सहभागिता र समावेशिताको कुरा हो। यी विषयमा विभिन्न समय सापेक्षमा गहन छलफल भएको देखिन्छ। नेपालको संविधान 2072 मा धारा 38, धारा 84 को 2 र महिला आयोग भनेर कानुनी प्रावधानहरू रहेको छ। 33% महिलाको सहभागिता समावेश छ, तर वास्तविक रूप फरक देखिन्छ। आर्थिक, सामाजिक र राजनीतिक रूपमा महिलाको सहभागिता गिन्तीको लागि छ। अहिलेको चुनावको अवस्थामा राजनीतिक र कानुनी रूपमा महिलाको सहभागिता कति छ भन्ने विषयमा आजको यस भिडियोमा हेर्नेछौँ। जब चुनाव आउँछ त्यति बेला मात्रै महिला सहभागिताको विषय किन उठ्छ? जब चुनाव टाउकोमा हुन्छ त्यतिखेर महिला सहभागिता कानुनी आधारमा यति हुनुपर्छ भन्ने विषय किन उठ्छ? महिलाको अधिकार छ भन्ने विषयहरू त्यति बेलै मात्र किन उठ्छ? 2017 सालको चुनावमा प्रत्यक्षबाट आउने 165 जना मध्ये 6 जना महिला प्रतिनिधि हुनुहुन्थ्यो र त्यस्तै गरी 2022 सालको चुनावमा 165 जना मध्येबाट 9 जना महिला प्रतिनिधि हुनुहुन्थ्यो। क्रमशः 85 जना र 82 जना समानुपातिकबाट समावेश गरिएको थियो र अहिलेको चुनावमा महिलाको मनोनयन दर्ता कति भएको छ भने हामी नेपाली जनता अवगत नै छ। नेपाल जस्तो पेट्रियार्किक सोसाइटीमा महिलाको सहभागिताको जब कुरा उठ्छ त्यतिखेर महिलाको सहभागिता महँगो पर्न जान्छ। तिमी महिला छौ, तिमी बालबच्चा सम्हाल्नु पर्छ, तिमी घर परिवार सम्हाल्नु पर्छ भन्ने मानसिकताले हो कि शङ्का भन्ने लाग्छ। महिला सहभागिता महँगो पर्न जान्छ। नेपाली मानसिकता अनुसार सुरुदेखि नै देश सञ्चालन गर्ने भनेको पुरुष हो। जति पनि शक्ति प्रदर्शन भएको छ पुरुषले गरेको छ, जति पनि योगदान गरेको छ पुरुषले गरेको छ र अहिलेको नेपालमा भएको विकास र उन्नति पुरुष राजनीतिले गर्दा भएको हो। तर त्यस्तो मानसिकता बनाउँदै गर्दा र यस्तो सोच्दै गर्दा मङ्गला देवी सिंह, सुप्रभा घिमिरे र नोना कैराला जस्ता महिलाहरूको योगदान बिर्सिनु भएन। महिला सहभागिताको अवस्था कस्तो छ भन्ने बारे बुझ्नको लागि संवैधानिक आयोगमा भएका 6 जना सदस्यहरूमा महिलाको सहभागिता हेर्नुहोस्। त्यो भन्दा पहिला संवैधानिक आयोगको सदस्य वा अध्यक्षको पदमा हुनको लागि योग्यता के चाहिन्छ भन्ने बारेमा संविधानमा नै उल्लेख गरिएको छ। संविधानमा उल्लेख गरे अनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरेको, 45 वर्ष उमेर पूरा गरेको, मृत्यु हुँदाका बखत राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको भनी उल्लेख गरिएको छ। कुनै कुनै आयोगमा अध्यक्ष पदको लागि विशेष योग्यताको व्यवस्था गरिएको छ। अब हेर्नुहोस् कुन आयोगमा कति जना महिलाको सहभागिता रहेको छ भने हरेक आयोगमा 1 जना अध्यक्ष र 4 जना सदस्य हुने गरी 5 जना रहने व्यवस्था गरिएको छ। निर्वाचन आयोगमा अहिले 3 जना मात्रै रहेको छ। रामप्रसाद भन्न, जानकी कुमारी तुलाधर, सगुन शमशेर जबरा 1 जना महिला। मानवाधिकार आयोगमा टोप बहादुर मगर, मिहिर ठाकुर, मनोज दुवाडी, डाक्टर लिली थापा, मुरारी प्रसाद 1 जना महिला। राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा जुध बहादुर गुरुङ, विपिन राज निरौला, दिनेश कुमार घिमिरे, केशव राज ढकाल, विश्वरूप दाहाल 5 जना पुरुष नै रहेको छ। लोक सेवा आयोगमा माधव प्रसाद रेग्मी, माधव बेलविसे, वीर बहादुर राय, दिनेश सिलवाल, मञ्जु कुमारी 1 जना महिला। त्यस्तै गरी महालेखा परीक्षकमा तोयम राय, बिन्दु विष्ट, पदम राज पौडेल, बैकुण्ठ बहादुर अधिकारी, घनश्याम पराजुली 1 जना महिला। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेम कुमार राय, जय बहादुर चन्द्र, डाक्टर हरि पौडेल, डाक्टर सुमित्रा श्रेष्ठ अमात्य, नारायण प्रसाद शर्मा दुवाडी 1 जना महिला। महिलाहरूको अर्थपूर्ण सहभागिता नहुनुको पछाडिको कारण के? महिलाहरू जब अधिकार र समावेशिताका कुरा गर्छन् त्यतिखेर बिचारी चेली भनेर गरेको हेपाई, महिलाहरूले मागेर मात्रै अधिकार पाउने र मागेर मात्र सहभागिता हुने स्थिति र अरूले दिएर मात्रै महिलाले पाउने जुन प्रवृत्ति छ, उक्त प्रवृत्तिले यस्तो अवस्था सृजना गरेको बुझिन्छ।
33% महिलाको सहभागिताको कुरा गर्दै गर्दा प्रतिनिधि सभामा 2017 सालमा 6 जना महिला प्रत्यक्षबाट निर्वाचन भएर जानु र 2022 सालमा 9 जना महिला प्रत्यक्षबाट निर्वाचन भएर जानु र अहिलेको अवस्थामा जुन 396 जना मात्र महिलाको मनोनयन दर्ता भएको छ, आफैमा यो प्रवृत्तिले महिलाको सहभागिता नभएको कुरा जानकारी गराउँछ। र कानुनी आधारलाई हेर्ने हो भने संवैधानिक आयोगमा, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा एउटा पनि महिलाको सहभागिता नहुनु र साथै बाँकी अन्य आयोगमा एक जना महिलाको सहभागिता मात्रै हुनु भन्ने कुरा महिलाको सहभागितामा कतिसम्मको कमी कमजोरी छ र सहभागिता नभएको कुरा भने प्रष्टसँग देख्न सकिन्छ।